बुद्ध अहिले संसारभरिमा त्यसलाई अनुयायीहरू र फलोवर्स गर्नेहरूको सङ्ख्या बढिरहेको छ। तसर्थ आज फर्स्ट टाइम म आएको छु यहाँ र तपाईँहरूलाई यो बुद्धको सम्पूर्ण क्षेत्रहरूको दर्शन गराउनेछु। तपाईँहरू देखिराख्नु भएको छ अहिले वेलकम टु लुम्बिनी नेपाल लेखेको छ यहाँ, जसमा पञ्चशील अनुसरण गरौँ भनेर यहाँ नारा लेखेको छ। गेटमा राख्नु भएको छ यो पोखरी। यो पोखरीमा गौतम बुद्ध जन्मे पश्चात यो पोखरीमा नै उहाँलाई पहिलो स्नान गराउनु भएको थियो। यो पोखरीको अशोक सम्राटले स्थापना गरेको यो अशोक स्तम्भ मन्दिर छ, त्यसको बारेमा हामी अहिले चितवनमा छौँ र चितवनको बाटाघाटाहरू देखिरहेको छु पुरै। हेलो साथीहरू, नमस्कार। मेरो नयाँ ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज म सिराहादेखि रूपन्देहीसम्मको यात्रा गराउनेछु। रूपन्देही जहाँ लुम्बिनी पर्छ, लुम्बिनी जहाँ गौतम बुद्धको जन्म भएको थियो। गौतम बुद्ध नेपालको लागि निकै नै गर्व गर्ने नाम हो। बौद्ध धर्मावलम्बीहरूको अहिले संसारभरि चर्चा रहेको छ र संसारमै बुद्ध धर्म फैलिरहेको अवस्था छ। त्यसैले नेपालले यसमा गर्व गर्नै पर्ने कुरा छ। हामी धुन्सा हुँदै महोत्तरी पार गरेको छौँ। महोत्तरीमा अहिले बाटोघाटो बनिरहेको छ। रेले सर्लाही पुगेका छौँ हामी र सर्लाहीको नवलपुर बजार हो। नवलपुर बजार अहिले महेन्द्र राजमार्गमा पर्ने एउटा मध्यम बजारको रूपमा परिचित रहेको छ। र नवलपुर हुँदै हामी बागमती पुलमा आइसकेको छौँ। बागमती नदीको पुल हो यो, निकै नै सुन्दर पुल र अहिले धेरै पुरानो भइसकेको छ। यसलाई नयाँ गर्न आवश्यक छ र यसको पानी अहिले पनि कालो र गुणस्तरीयता निकै नै न्यून रहेको छ। नराम्रो गुणस्तर रहेको छ यसको पानीको। यसलाई अझै काम गर्नुपर्ने छ सरकारले। र हामी कलैया हुँदै वीरगञ्ज आइपुगेका छौँ। वीरगञ्ज निकै नै व्यस्त सहरको रूपमा चिनिन्छ। वीरगञ्जको चहल पहल र व्यस्तता हेर्दै हामी अगाडि बढ्यौँ र वीरगञ्जमा रहेको यो घण्टाघर तपाईँ देखिराख्नु भएको छ। यो घण्टाघरको बारेमा कुरा गर्दै वीरगञ्जको एउटा पहिचानको रूपमा आफूलाई स्थापित गरेको यो घण्टाघर हो र वीरगञ्जको चहल पहल र व्यस्तता हेर्दै हामी अगाडि बढ्यौँ र हामी आइसक्यौँ फेरि पनि महेन्द्र राजमार्गमा। महेन्द्र राजमार्गको सुन्दरता, हरियाली र हेर्दै हामी अगाडि बढ्दै हामी हेटौडातर्फ लाग्यौँ। हेटौडा एउटा भित्री मधेसमा रहेको निकै उदयमान सहरको रूपमा आफूलाई स्थापित गरेको छ। हेटौडाको सुन्दरता हेर्दै हामी अगाडि बढ्यौँ र हेटौडालाई एउटा औद्योगिक बजारको रूपमा पनि आफ्नो परिचय बनाइएको छ। हेटौडा कपडादेखि लिएर विभिन्न फ्याक्ट्रीहरू पहिला हेटौडामा हुन्थ्यो र हेटौडा पार गर्दै हामी चितवनतिर आफ्नो यात्रालाई अगाडि बढायौँ। चितवन, भरतपुर, निकै सफा र सुन्दर भरतपुर आइपुगेका छौँ हामी अहिले। यो भरतपुरको हेर्दाखेरि अहिले नेपालको एउटा टप बजारहरूमध्ये एउटा आकर्षण सेन्टरको रूपमा हेरिन्छ भरतपुरलाई। भरतपुर निकै नै सफा र सुन्दर देख्यौँ। हामी आफ्नो यात्रा बढाउँदै हामी रूपन्देहीतर्फ जाँदैछौँ। बाटोलाई सजाइएको पनि छ होइन, सजाइएको अहिले भर्खरै रुखहरू रोपेको छ। हरियो पनि राम्रै छ। अनि बाटो क्वालिटी पनि हेर्नु त, क्वालिटी पनि बाटोको अलि अरूभन्दा अलि बेटर। अब अन्तर्राष्ट्रिय मापदण्डको त छैन, तर नेपालको मध्ये भएको मध्येबाट अलिक बेटर जस्तो लाग्छ। सरसफाइको दृष्टिकोणले धेरै नै राम्रो छ, किनभने दिनभरिमा अलिकति त फोहोर देख्छौँ, तर मलाई लाग्छ बिहान बिहानै पुरै सफा गर्छ होला। बिहान ब्रुमर चल्छ, ब्रुमर त सफा हुन्छ, जस्तो ठुलोहरू गर्छ र एउटा देशमा अलि नमुनै विकास गरे जस्तो लाग्यो होइन। उपमहानगरपालिकाले तपाईँको नमुनै विकास गरेको छ। यहाँ नमुना एउटा मेयरले कतिसम्म गर्न सक्छ भने, एउटा मेयरको यो नगरप्रमुख होइन कतिसम्म गर्न सक्छ भने नमुना काम नै देखाएको छ नि। त्यसै राम्रो हो। आउने दिनमा यो हरियाली जुन रोपेको छ रुखहरू त्यो अलि विकसित भइसकेपछि ठुलो भए अझै राम्रो छ, होइन देख्छ। फरक टाइपको कति रमाइलो बनाउँछ होइन। कोही रातो निलो पहेँलो फुलहरू फुलाएर भोलि ठुलो भएर कति राम्रो लाग्छ। अनि विभिन्न डिफ्रेन्ट तरिकाको रुखहरू पनि छ। अनि बाटो पनि कति लेन छ, 1, 2, 3 होइन, 6 लेन, प्रत्येकको 2 लेन छ होइन। 6 लेनको बाटो पनि छ।
सरसाई पनि त्यस्तै राम्रो छ। अहिले घाम लागिरहेको छैन, मतलब अझै राम्रो भिडियोहरू आउँछ होइन। मित्रहरू, तपाईँहरू पनि यदि कुनै एउटा मेयरले पनि विकास गर्न सक्छ भन्ने खालको यसले मेसेज दिएको छ। अरू मेयर पनि हेर्नुहुन्छ भने यस्तै विकास गर्नु होला भन्ने हाम्रो आग्रह रहेको छ। हाम्रोतिरको पनि मेयरहरूले यस्तै विकास गर्नु त्यो पनि मधेस प्रदेशका होइन, त्यो पनि विशेष सिराज जिल्लामा होइन जनजाति हुने मेयरहरूलाई चाहिँ हाम्रो आग्रह छ अब आउने मेयरहरूलाई आउने मेयरहरूलाई पुरानो मेयरहरू त अब कार्यकाल सकिँदैछ। अब केही होइन, अब यो 1 वर्ष यो अब असारलाई भने 5-6 महिना बाँकी छ। त्यसपछि अब आउने मेयरहरू जो अब दोहोरिनुहुन्छ या नयाँ हुनुहुन्छ उहाँहरूको हामीप्रति आग्रह के छ भने एउटा दीर्घकालीन सोच बनाएर चाहिँ विकासको काम गर्नु भन्ने छ। ल साथीहरू, अहिले आजको अहिले चितवनमा आउन हामीलाई मौका मिल्यो र आज तपाईँहरूले भिडियो देखाइरहेको छु। हामी दुईजना, म सुजित कुमार छेत्री र हाम्रो रविन्द्रजी, दुईजना छौँ हामी। अनि आज चितवनको पनि भिडियो बनाउन मौका मिल्यो। अहिलेदेखि सरसफाइ गर्ने पनि म अगाडि देखिरहेको छु। आइराख्नु भएको छ। हामीले चाहिँ पुरै कलेक्ट गरेर बोतलहरू कलेक्ट गर्नुपर्ने हुन्छ। नमस्कार साथीहरू, आज म विश्वकै सबैभन्दा पवित्र बौद्ध तीर्थ स्थल मध्येको नेपालको रूपन्देही जिल्लामा अवस्थित लुम्बिनी आइसकेको छु। र तपाईँहरू देखिराख्नु भएको छ। अहिले म लुम्बिनी जुन मायावती मन्दिरको गेटमा छौँ हामीहरू। अहिले भर्खरै टिकट काटेको छु र हामी यो भित्र गइरहेको छु र तपाईँलाई आज यस मन्दिरको सम्पूर्ण जानकारीहरू गराउनेछु र यस मन्दिरको को विशेषताहरू के रहेको छ र यहाँ खास गरेर भारतको सीमावर्ती क्षेत्रमा पर्ने यस क्षेत्रको विशेषताहरू के रहेको छ त्यसको बारेमा पनि तपाईँहरूलाई जानकारी दिनेछु। कृपया यो भिडियो अन्तसम्म हेर्नुहोला। साथीहरू, मेरो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई अहिले नै सब्सक्राइब गर्नुहोस् र साइडमा रहेको बेल आइकनलाई हिट गर्न नबिर्सनुहोला ताकि यस्तै प्रकारको भिडियोहरू तपाईँहरू समक्ष आइराखोस्। साथीहरू, म आज तपाईँहरूलाई हाम्रो नेपालमै जन्मेको नेपालको एउटा शान र एउटा प्राउड फिल गर्न सक्ने खालको एउटा बुद्धको जन्म हाम्रै यो नेपालकै धरती रहेको र त्यो धरती भनेको रूपन्देही जिल्लाको यही ठाउँ र यहीँबाट बुद्धको जन्म भएको थियो र बुद्धले अहिले संसारभरिकै एउटा बुद्ध धर्मावलम्बीहरूको मात्रै नभएर सम्पूर्ण विश्वभरिको एउटा शान्तिको प्रतीक, शान्ति करुणा र अहिंसाको प्रतीक रहेको बुद्ध अहिले संसारभरिमा त्यसलाई अनुयायीहरू र फलोवर्स गर्नेहरूको सङ्ख्या बढिरहेको छ। तसर्थ आज फर्स्ट टाइम म आएको छु यहाँ र तपाईँहरूलाई यो बुद्धको सम्पूर्ण क्षेत्रहरूको दर्शन गराउनेछु। साथीहरू, लुम्बिनी युनेस्कोको विश्व सम्पदाको सूचीमा 1997मा सूचीकृत गरेको थियो र यसलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गरेको छ लुम्बिनीलाई। र लुम्बिनी भगवान बुद्धको जन्मस्थल हो भनेर अशोक सम्राटले 249 इस्वीमा अशोक सम्राटले यहाँ स्तम्भ स्थापना गरेको छ। त्यो स्तम्भमा त्यसले लिपिगत गरेको छ कि बुद्धको जन्म नेपालमै भएको छ भन्ने कुराको पुष्टि यसले गर्छ। खास गरेर नेपाल र भारत दुईटामा यो विवाद बन्दै आएको कुराहरू छन्। तर यहाँ एउटा अशोक सम्राटले, विश्व विजेता अशोक सम्राटले 249मा स्थापना गरेको यो अशोक स्तम्भ छ, त्यसबाट पनि बुद्ध नेपालमै जन्मेको छ भन्ने पुष्टि हुन्छ। अहिले बुद्धका अनुयायीहरू विश्वभरि रहेको छन् र हाम्रो नेपालमा यसको जन्म बुद्धको रहेको छ र बुद्धको प्रमुख नारा भनेको अहिंसा करुणा। तपाईँहरू देखिराख्नु भएको छ अहिले वेलकम टु लुम्बिनी नेपाल लेखेको छ यहाँ, जसमा पञ्चशील अनुसरण गरौँ भनेर यहाँ नारा लेखेको छ गेटमै मायावती मन्दिरको ठ्याक्क अगाडि। र तपाईँहरू देखिरहेको छ पञ्चशील के रहेको छ भने नम्बर 1मा छ म प्राणीघात गर्ने काम छोड्ने शील राम्ररी पालन गर्छु भन्ने खालको छ। अर्को छ म नदिइकन लिने कर्म छोड्ने शील राम्ररी पालन गर्छु। अर्को छ काम रागको विषयमा नराम्रो आचरण गर्ने कम अर्थ छ। पर स्त्री वा पुरुष गमन गर्ने काम छोड्ने शील राम्ररी पालन गर्छु। म झुटो कुरा गर्ने बानी छोड्ने शील राम्ररी पालन गर्छु। त्यसै गरी म बेहोसीका कारण हुने जाँड रक्सी लगायतका सबै लागु पर्दा छोड्ने शील राम्ररी पालन गर्छु। यस्तो प्रकारको यो पञ्चशील छ। यो पञ्चशील आफ्नो लाइफमा लागू गर्नको निमित्त बुद्धले दिएको उपदेश मध्येको एउटा यो 5वटा पञ्चशील। मित्रहरू, तपाईँहरू देखिराख्नु भएको छ अहिले म मायावती मन्दिरमा को लागि हामीले प्रवेश गरिसकेका छौँ। यो तपाईँले देखिराख्नु भएको छ, यो हो मायावती मन्दिर र मायावती मन्दिर जानको बाटोमा यस्तो राम्रो सफा दुईटैतर्फ यो वनस्पतिको बार लगाइएको छ र यस्तो प्रकारको तपाईँहरू देखिराख्नु भएको छ। गार्डनहरू निकै नै सफा र हरियाली रहेको छ र दुईटैतर्फ खुल्ला चौरहरू रहेको छ जसमा रुखहरूलाई राम्रो सजाइएको छ, वनस्पतिहरू लागेको छ भने यसरी बाटोहरू सजाइएको देखिन्छ। यो चाहिँ मायावती मन्दिर हो जहाँ गौतम बुद्धको जन्म भएको थियो। अनि यस्तो प्रकारको आज मौसम अलि पानी परिरहेको अवस्था रहेको छ जसले गर्दाखेरि फोटोहरू त्यति क्लियर आइरहेको छैन। तर तपाईँहरूलाई आज मैले सम्पूर्ण
मन्दिरको देखाउनेछु। कृपया शान्त रहेको छ, कृपया साइलेन्स। यो मायावतीको मन्दिर रहेको छ र यहाँ मन्दिरभित्र क्यामेरा लान सक्षम मनाही गरेको छ, त्यसैले म मन्दिरभित्र क्यामेरा लान सक्दैन। नो फोटोग्राफी इनसाइड द टेररले भनेको छ। हामी यहाँ तपाईँहरू देखिराख्नु भएको छ, यो भनेको यहाँ उत्खनन गरेर त्यो गौतम बुद्धको जुन पुरानो दरबार रहेको थियो, पुरानो यस्तो अवशेषहरू यस्तो रहेको छ, यसैले प्रमाणित गर्छ। करिब यो 6औं शताब्दीमा बुद्धको जन्म भएको थियो र 6औं शताब्दीतिरको यो प्रमाण यहाँ रहेको छ। यो मिटिङ हल रहेको थियो बुद्धको, यो राजदरबारको यस्तो राजदरबार रहेको थियो त्यति बेला बुद्धको जन्म तर यो अवस्थामा रहेको छ। धेरै इँटाहरू यस्तो छ र वालहरूको यस्तो चौडाइ यस्तो रहेको थियो। अनि मिटिङ हल यहाँ देखिराख्नु भएको छ। मिटिङ हल सेकेन्ड सेन्टिबिसी भनेको छ। अनि ग्रुप अफ 16 स्तूपा यहाँ देखेर हुन्छ। ग्रुप अफ 16 स्तूपा भनेको छ। 16 वटा स्तूपाहरू 1 2 3 4 16 वटा स्तूपाहरू बनेको छ। यो गौतम बुद्धको मिटिङ हल रहेको थियो राजा सुधोधनको। यहाँ भग्नाशेषमाथि नचढ्नुहोला, भग्नाशेषमाथि नचढ्नुहोला भनिएको छ। यहाँ अहिले मायावती मन्दिरको ठ्याक्कै दक्षिणतर्फ छु र तपाईँले देखिराख्नु भएको छ यो पोखरी। यो पोखरीमा गौतम बुद्ध जन्मे पश्चात यो पोखरीमा नै उहाँलाई पहिलो स्नान गराउनु भएको थियो। यो पोखरीको त्यो रहेको छ। यो पोखरीमा निकै मात्रामा कछुवाहरू देखिराख्नु भएको छ तपाईँ, त्यहाँ पनि कछुवाहरू छ, तसर्थ यसको विशेषता रहेको छ। र यहाँ तपाईँहरूले देखिराख्नु भएको छ त्यो हो मायावतीको मन्दिर। यो मन्दिरभित्र निकै नै पुरानो करिब 3 फिट बराबरको त्यो यसभित्र 3 फिट बराबरको घरको भित्ताहरू वालहरू मैले देखेँ जुन निकै नै पुरातात्विक रहेको त्यतिकै भान हुन्छ। यो भित्र क्यामेरा जान दिँदैन, त्यसैले मैले भित्रको सिनहरू तपाईँलाई देखाउन सकिनँ। र यसभित्र तपाईँले देखिराख्नु भएको छ यता पनि छन् र यहाँ हिन्दू धर्मका गुरुहरू पनि छन्। त्यो दुईटैको मिक्स यहाँ देखिराख्नु भएको छ। यहाँ बुद्ध भनेको हिन्दू र बुद्ध दुईटै धर्मले अपनाएको र स्वीकारेको यो धर्म रहेकोले यस धर्ममा खास गरेर के छ भने शान्ति, करुणा र अहिंसा रहेको मुख्य त्यसको मन्त्र रहेकोले यो धर्मलाई मन पराउने थुप्रो रहेको छ। विश्वभरि यसको फलोवर्सहरू धेरै नै रहेको छ र नेपालमा पनि बढिरहेको छ। यहाँ कछुवाहरू धेरै संसारकै सबभन्दा बढी यहाँ नजिकै थुप्रो कछुवा भएको यो पोखरी हो। यस बाहिरबाट ल जाउँ सर, अब त्यतिकै हो। भिडियो सुरु गर्छु एकैपटक यसलाई यसो तान्छु अनि ढक 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 अशोक सम्राटले स्थापना गरेको यो अशोक स्तम्भ मन्दिर छ, त्यसको बारेमा केही जानकारी दिनुहुन्छ मेरो मित्र? के छ मित्र यसको? जोडले भन्नु होला, माइक यहाँ छ। अशोक स्तम्भको आफ्नै पनि एकदम ठुलो महत्त्व छ हैन। यो खास गरी अशोक स्तम्भको कुरा गर्दाखेरि चाहिँ अब यो अशोक सम्राटले उहाँ भनेको विश्वविजेता हो हैन। अनि उहाँले चाहिँ आफ्नो त्यो विश्वविजेता भइसकेपछि सम्पूर्ण देशहरू आफ्नो कब्जा लिइसकेपछि तर पनि म त यति ठुलो शक्तिशाली भइसकेँ तर पनि मनमा शान्ति छैन, म कहाँ जाउँ के गरौँ भनेर उहाँको मनमा भइसकेपछि उहाँले शान्तिको खोजीमा चाहिँ यहाँ लुम्बिनी आउनुभएको थियो। र उहाँ लुम्बिनी आए पश्चात उहाँहरूको मनमा जुन यो अशान्ति भावना थियो, जुन द्वेष थियो, रिस थियो, त्यो सबै कम गरेर उहाँले चाहिँ अब चाहिँ यो अशोक स्तम्भ चाहिँ स्थापना गर्नुभएको थियो। अहिले म मायावती मन्दिरको ठ्याक्क
दक्षिणपट्टि छु र दक्षिणपट्टिमा मैले एउटा यो पोखरी पनि देखेँ। यो पोखरी भनेको यो पोखरीमा जब गौतम बुद्धको जन्म भयो त्यति बेला उहाँलाई जन्मिने बित्तिकै यही पोखरीमा उहाँलाई स्नान गराउनु भएको थियो। त्यो चाहिँ मान्यता रहेको छ। यो पोखरीमा निकै धेरै बढीमा म कछुवाहरू पनि देखिरहेको छु। यसमा अरू माछाभन्दा पनि कछुवाको सङ्ख्या धेरै रहेको छ र यसको विशेषता आफै कछुवा मात्रै किन पाउँछ भन्ने कुरा मलाई खासै यसको प्रुफ र जानकारी त भएन त्यसको बारेमा, तर कछुवा मैले देखेँ। अलि अनौठो लाग्यो मलाई। ठुलो कछुवा त्यहाँ पनि देखिरहेको छु र यो मायावती मन्दिरको ठ्याक्क यो पोखरी भनेको दक्षिण दिशामा पर्छ र यहाँ गौतम बुद्धको जन्म पश्चात यसमा नुहाउनु भएको थियो मन्दिर। त्यसपछि छेउमा चाहिँ अशोक सम्राटले स्थापना गरेको अशोक स्तम्भ र सम्राट अशोकले यहाँ किन आउनुभएको थियो भन्दाखेरि विध्वंस मचाउँदै विश्वमा विजेता गर्दै मान्छेहरूलाई मार्दै रगत ताम्ने पार्दै विश्वलाई यस्तो प्रकारको गर्दा गर्दै उसको जुन मनमा अशान्ति फैलिसकेको थियो र उसलाई फेरि सर्भाइभ गर्नको निमित्त धेरै बाधा आइरहेको थियो। त्यसैले त्यो शान्तिको खोजीमा यहाँ बुद्धले दिएको जुन वचनहरू छन्, बुद्धले दिएको ज्ञानहरू छन्, त्यो ज्ञानको आधारमा शान्तिको खोजीमा, करुणाको खोजीमा, अहिंसाको खोजीमा यहाँ आउनुभएको थियो अशोक सम्राट र यहाँबाट त्यसैले त्यति बेला नै स्थापना गरेको थियो स्तम्भको। र अशोक सम्राट यो बुद्ध धर्म अपनाएको थियो र आफूलाई एउटा शान्त र एउटा करुणाको जीवन बिताउने अठोट पनि गरेको थियो। र यो स्थान तपाईँहरू देखिराख्नु भएको छ। यहाँ यो पवित्र बेलको रुखमुनि यहाँ क्यामेराम्यानहरू पनि आफ्नो क्यामेरा, अति नै क्वालिटी क्यामेराहरूको साथ यहाँ छ। त्यहाँ मन्दिरको तपाईँहरूले फोटोहरू तान्नको निमित्त तपाईँहरू सौखिन हुनुहुन्छ भने यहाँबाट तान्न सक्नुहुन्छ। यो सेल्फी पोइन्ट बनाइएको छ ठ्याक्क दक्षिणपट्टि। यहाँहरूले देखिराख्नु भएको छ सम्पूर्ण बुद्ध लम्बी लामाहरू र खास गरेर हिन्दू धर्म र बौद्ध धर्मको समानता के रहेको छ भने दुईटैले एकअर्कालाई स्वीकार्ने, त्यो चाहिँ नेपालको एउटा निकै नै राम्रो यो प्रथा रहेको छ। तपाईँहरू दुईटै धर्मको देखिराख्नु भएको छ। यहाँ हिन्दू धर्मको पनि सन्यासीहरू यो देखिराख्नु भएको छ भने, गुरुहरू देखिराख्नु भएको छ भने यहाँ बुद्धको पनि उच्चारण गर्ने, बुद्धको पनि धर्मावलम्बीहरू लामाहरूको पनि त्यतिकै उल्लेख्ने उपस्थिति रहेको छ यो ठाउँमा। अनि उता के छ अरू यहीँसम्म हो सायद, होइन? यहाँ तपाईँ शान्तिको खोजीमा हुनुहुन्छ भने यहाँ आउनु पर्यो। यहाँ हेर्नुहोस्, यहाँ रुखमुनि बसेर यहाँ यसरी ध्यान गर्न सक्नुहुन्छ र ध्यान गरिरहेको छ। जसरी अशोक सम्राटले यहाँ ध्यान गरेको थियो र यहाँ आफ्नो करुणा र अहिंसात्मक भएको थियो, त्यसरी नै तपाईँको मनभित्र पनि त्यस्तो छ भने यहाँ आएर तपाईँ दर्शन गर्नुहोला। हस् त। तपाईँहरू देखिराख्नु भएको छ उहाँहरूले बुद्ध धर्म र हिन्दू धर्म दुईटैको त्यो सन्यासीहरू यहाँ आएर तप गर्ने गर्छ।